क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य काङ्ग्रेस कृष्ण पौडेलसँग नेपालको तत्कालीन राजनीतिक अवस्थाको विषयमा संक्षिप्तमा कुरा गर्न खोजिरहेका छन्। नमस्कार। नमस्कार। आराम हुनुहुन्छ नि? ठिकै छु। अहिलेको तत्कालीन राजनीतिक परिदृश्यलाई कसरी हेरिराख्नु भएको? नेपाली जनताले अत्यधिक बहुमतद्वारा राष्ट्रपाको उम्मेदवारहरूलाई जिताए। यो निर्वाचनकै बेलामा हामीले भनेका थियौँ यिनीहरूलाई राष्ट्रपा कुनै वैदेशिक शक्तिद्वारा सञ्चालित एउटा समूह हो। राष्ट्र, राष्ट्रियता, जनतन्त्र, नेपाली जनताका हक अधिकारसँगैलाई त्यति धेरै सरोकार छैन र यिनीहरूलाई विदेशीहरूले आफ्नो हितमा चाहिँ घुमाइराखेका छन् भन्ने कुरा हामीले भन्दै आएका थियौँ। र यो पनि जेनजेड विद्रोह जुन ढङ्गले भयो त्यो पनि लामो डिजाइन वर्षौँको चाहिँ तयारीपछि एउटा आकस्मिक ढङ्गले जेनजेड विद्रोह चाहिँ गराएर त्यसको माध्यमबाट उनीहरू मुलुकलाई खरानी बनाएर सत्तामा गए र उनको आफ्नो जे योजना थियो त्यो दिनका दिन उनका कुराहरू प्रष्ट हुँदै गएका छन्। सरकार गठन भएको झन्डै 2 महिना बितेको छ। यो अवधिमा यिनीहरूले देश र जनताको हितमा चाहिँ केही गर्न सक्ने कुरा पनि छैन र यिनीहरूसँग राजनीतिक परिपक्वता पनि देखिएन। अब अहिले आएर पछिल्लो समयमा यो भारतसितको सिमाना सम्बन्धी विवाद, खास गरी यो लिपुलेक, लिम्पियाधुरा, कालापानी आदिका बारेमा एउटा कूटनैतिक नोट चाहिँ प्रधानमन्त्रीले भारतलाई पठाए भनेर कम्तीमा हिजोको सरकारले गर्न नसकेको कुरा र कालापानी, लिपुलेक र लिम्पियाधुरा त्यो नेपालको भूमि हो र त्यहाँ चाहिँ जबरजस्त भारतीय सेना बसेको छ, त्यसले गर्दाखेरि त्यो भूमि नेपालले फिर्ता पाउनुपर्छ भन्ने कुरामा यिनले अडान लिए भने एक हदसम्म यो देशको निम्ति धेरै महत्त्वपूर्ण कुरा गरे भन्ने चर्चा बाहिर चाहिँ आइराखेका थियो। अब यो चर्चा सँगसँगै अब प्रधानमन्त्री संसदीय व्यवस्थाभित्रको प्रधानमन्त्री संसदलाई मिनिमाइज गर्ने र संसदीय मर्यादालाई चाहिँ पालन नगर्ने र उनको त्यो चाहिँ आफ्नो व्यक्तिवादी हट छ त्यो हैकम त देखिएकै थियो। तैपनि अब संसदभित्र उनले आफ्नो जवाफ दिनको निम्ति उनी गएनन्। पछिल्लो समयमा 17 गते उनी जब संसदमा उपस्थित भए उनले त्यति बेला नेपालले पनि भारतीय भूमि नेपालले पनि मिचेको छ र हामीले पनि भारतीय भूमि मिचेका छौँ भनेर यस प्रकारको जुन अभिव्यक्ति दिए, यो अभिव्यक्तिपछि यसले नेपालको राष्ट्रिय स्वाधीनतामा धेरै ठुलो चाहिँ एउटा खतरा पैदा भयो र भारतीयहरू चाहिँ नेपालको अहिलेको प्रधानमन्त्रीको भनाइप्रति धेरै उत्साहित भएर उनीहरू गइराखेका छन्। मैले हिजो मात्रै सुने सुस्तामा, नवलपरासी जिल्लाको सुस्तामा नेपालतिर एउटा चाहिँ तटबन्धन बन्दै थियो अरे। त्यो तटबन्धन बनिरहेकै बेलामा प्रधानमन्त्रीको यो भनाइपछि भारतीय एसएसपीहरू चाहिँ त्यहाँ आएर अब यो भूमि हाम्रो हो, तपाईँहरू यो तटबन्धनको काम रोक्नुहोस्, अब तपाईँ 1 इन्च पनि काम अगाडि बढाउन पाइँदैन भनेर उनीहरूले त्यो काम रोकाएर अनि गएर फर्के भन्ने कुरा पनि मैले हिजो मात्रै सुने। म त्यहाँ गएर त हेरेको छैन, मलाई लाग्छ त्यो सत्य हो। त्यहाँ मान्छेले त्यसलाई सबै हेरेर नै भनेका छन्। र अब यो विषयलाई चाहिँ सिडिओले मैले गृह मन्त्रालयमा प्रधानमन्त्रीलाई यो विषय जानकारी गराउँछु भनेर उनले भने भनेर पनि विभिन्न स्रोतबाट आएको छ। त्यसले गर्दा अहिलेको सरकार विदेशीहरूको इसारामा चाहिँ नाचेको छ भन्ने कुरामा त अब कुनै पनि सन्देह रहेन र जुन नेपालले सीमा मिचेको छ भन्ने कुरा चाहिँ यो त कहीँ कतैबाट पुष्टि हुँदैन। कहीँ कतैबाट पनि अहिलेसम्म त्यो विषय उठेकै छैन। कहीँ कसैले पनि भारतीय भूमि नेपालले मिचेको छ भन्ने कुरा त अहिलेसम्म कहीँ हामीले सुन्नमा आएकै थिएन यो विषय त। तर अब विभिन्न ठाउँमा भारतले नेपालको भूमि मिचेको छ, अनि यो 10 गजा यो पिल्लरहरू चाहिँ सारेको छ भन्ने कुराको विवाद लगातार चाहिँ हुँदै आइराखेको छ। अब यो चाहिँ लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भन्ने कुरा त धेरै परमाणुहरूले पुष्टि गर्छन्। अब विगतका सरकारहरूले त्यसलाई आफ्नो भूमि कायम गर्नको निम्ति अन्तर्राष्ट्रिय कोर्टमा, अन्तर्राष्ट्रिय अदालतमा यो चाहिँ जान पनि सकेनन्। यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको एउटा सार्वभौम राष्ट्रको चाहिँ भूमिलाई
फिर्ता लिनको निम्ति एउटा पहल प्रयत्न भयो भने त्यो धेरै राम्रो हुन्छ भन्ने हामीलाई लागेकै थियो। तर त्यो दिशामा यिनीहरू नगएको कुरा र त्यो दिशामा जान नसक्ने कुरा पनि अहिले चाहिँ धेरैतिरबाट आइराखेको छ। र आज यिनीहरूले बालेन सरकारले भारतीयहरूलाई उत्साहित बनाएका छन् र उनीहरूले जे दाबी गर्दै आएका छन् नेपालको सन्दर्भमा, जसरी नेपाल चाहिँ उनीहरूको जो प्रवृत्ति छ यो प्रवृत्तिलाई अरू चाहिँ मलजल गर्ने काम चाहिँ उनीहरूले गरेका छन्। त्यसैले यो एउटा राष्ट्रघाती कुरा त हुँदैन, यो चाहिँ मुलुकको निम्ति लज्जास्पद कुरा पनि हो। एउटा सार्वभौमलाई हेरेर यो अन्धभक्ति, यसलाई राजनीतिमा चाहिँ अन्धभक्ति भनिन्छ। कमसेकम राष्ट्रपाका कार्यकर्ताहरू अथवा त्यो दलका मान्छेहरू वा उसका चाहिँ मतदाताहरूलाई स्वतन्त्रतापूर्वक विचार गर्ने र प्रधानमन्त्रीको पनि राम्रो काम कारबाहीको चाहिँ समर्थन गर्ने र गलत कामहरू, यो गलत कुराले देश डुब्छ, हामीलाई पनि समस्या पैदा हुन्छ, राष्ट्रिय खतरा उत्पन्न हुन्छ, यो गर्न हुँदैन भनेर उसलाई त्यो ढङ्गले नियन्त्रण गर्लान् भन्दा उनीहरू जुन आज चाहिँ उचालिराखेका छन्, यसले गर्दाखेरि एउटा ठुलो पङ्क्तिमा राष्ट्रवादी चिन्तन समाप्त भयो नेपालमा भन्ने कुरा देखियो। यत्रो ठुलो पङ्क्ति अब देश जतासुकै जाओस्, जेसुकै होस्, राष्ट्रको बारेमा यति कमजोर चिन्तन जुन देखिएको छ, यो मुलुकका निम्ति झन् ठुलो चाहिँ एउटा खतरा यहाँनिर भयो। अब केही पुराना सीमाविदहरू यस सम्बन्धमा नेपालको भूमि र चाहिँ यो राजनीतिका बारे राम्रो जानकारी राख्ने सबै मान्छेहरूबाट निन्दा भएको छ। तर अब बालेन र उसको टोलीबाट फेरि चाहिँ त्यसलाई समर्थन गर्ने कुरा भएको छ। अन्त राष्ट्रघात के हो, राष्ट्रवाद के हो, राष्ट्रिय हित के हो, राष्ट्रको अहित के हो, हामीले के गर्न हुन्छ के गर्न हुन्न यतिसम्म पनि पत्ता नलिइकन, मतलब यस विषयमा जानकारी पनि नराखिकन जुन प्रकारले मान्छे चाहिँ बोलिराखेका छन्, यसले ठुलो चाहिँ एउटा राष्ट्रिय सङ्कट पैदा गरायो। र यसमा खास गरी नयाँ पुस्ता छ यसमा, जसलाई अब यो नयाँ पुस्ताले हाम्रो भूमिका बारेमा, हाम्रो सार्वभौम सत्ताको बारेमा, हाम्रो राष्ट्रिय अखण्डताको बारेमा उसले चासो राख्ला, देश बचाउने खेल खेल्ला भन्दा झन् उल्टै गलत कुराहरूलाई पनि प्रश्रय दिने जुन कुरा भएको छ, यो झन् निन्दनीय पनि छ र यो त झन् डरलाग्दो कुरा भयो। बालेन इन्द्र शाह भनेर कहिल्यै नाम सुनेका थिएनौँ। योभन्दा पहिलेको निर्वाचन 79 को निर्वाचनमा एकाएक उनी काठमाडौँ जस्तो केन्द्र भनौँ न त्यसको राजधानीमा उनी एकैचोटि चाहिँ उदाए। त्योभन्दा पहिला उनी चाहिँ एउटा ऱ्याप गीत गाउँदै हिँड्ने एउटा ऱ्याप गीत गायक हो भनेर पनि मान्छेले चाहिँ पछि हामीले सुनाएको पाइयो। अब एउटा मान्छेलाई भित्र चाहिँ कुनै शक्ति केन्द्रले तयार गरेर आज देशको राजनीतिमा कसरी हाबी गरायो, गम्भीर कुरा त्यहाँनिर छ। अब यिनी यो चाहिँ अमेरिकन युथ काउन्सिलको सदस्य हुन्, बारबारा फाउन्डेसनका मान्छेहरू यहाँ जोडिएका छन्। टिओबी भन्ने एउटा ग्रुप छ, फेरि यो चाहिँ मतलब तिब्बती शरणार्थीहरूले फेरि तिब्बतको चाहिँ नारा उचाल्नको निम्ति यिनीहरू दाइराखेका छन्। अब यो समूहहरूको चाहिँ बिचबाट अहिलेका घटनाक्रमहरू अगाडि बढेका छन् र त्यसका पछाडि अमेरिका छ। यसमा त कुनै सन्देह छैन, त्यो धेरै पुष्टि भइसकेको कुरा हो। र यो चाहिँ सुशीला कार्कीको सरकार बन्नेदेखि लिएर देशका सबै भौतिक संरचनाहरू, राष्ट्रिय सम्पदाहरू चाहिँ खरानी बनाएर अब त्यत्रो चाहिँ भनौँ 76 जना 77 जना चाहिँ यो विद्यार्थीहरू, साना चाहिँ युवाहरूको मृत्यु गराएर यो जुन प्रकारको चाहिँ घटना देशमा चाहिँ घटेर आएको छ, यो डरलाग्दो छ। र यसको पछाडि अत्यन्त वैदेशिक चाहिँ खेल डरलाग्दो छ भन्ने कुरा त पुष्टि भइसकेको थियो। तर जसरी त्यति बेला भनिएको थियो, अब यिनीहरू त्यति धेरै राष्ट्रघाती हुन् कि होइनन् भन्ने कुरामा हामी प्रश्न भयो भने आम नागरिक प्रश्न थिएन। तर अहिलेका यी घटनाक्रमले यिनीहरू राष्ट्रघाती नै हुन् र देशको हितमा, राष्ट्रिय स्वाधीनताको निम्ति यिनले काम गर्दैनन् भन्ने कुरामा यसले झन् पुष्टि गर्दै गयो। र बालेनहरूको यो तरिकाले के थियो भने उनीहरूमा धेरै अपरिपक्वता, राजनीतिक सुझुज केही पनि छैन र यिनीहरू कसैको चाहिँ निर्देशनमा, कसैको इसारामा यिनीहरू घुमिरहेका छन् भन्ने कुरा यो घटनाक्रमले चाहिँ पुष्टि गर्छ। भारतीयहरूले नेपालका बारे धेरै चासो राख्छन् र त्यसपछि नेपाललाई कमजोर पार्नको निम्ति विभिन्न पात्रहरूलाई आफ्ना ढङ्गले विभिन्न ढङ्गले उनीहरूले प्रयोग गर्छन् र गर्दै पनि आएका छन्। अब बालेनले पहिला यो लिपुलेख लिम्पिधुराको जुन कुरा उठाए र ग्रेटर नेपालको कुरा पनि उठाए, यो उठाइसकेपछि अब त्यहाँभित्र एउटा किचलो पैदा गर्नको निम्ति कसलाई चाहिँ च्याप्ने, कसलाई उठाउने, कसलाई थेचार्ने, यो सबै काम त उनीहरूले गर्छन् नै। यो गर्ने नाउँमा अब जब बालेनले यो कुरा उठाइसके पछाडि अब यसमा बालेन र रविको बिचमा एउटा अन्तर्विरोध सिर्जना गर्ने उद्देश्यले पनि हुन सक्ने भयो।
र अब यो चाहिँ बालेनलाई अपदस्थ गर्नको निम्ति फेरि रविलाई उचालेर अब प्रधानमन्त्री बालेनले सकेन, उसले अभिव्यक्ति पनि मतलब ठिक ढङ्गले दिन सकेन, उसको टङ स्लिप धेरै भयो, विभिन्न चाहिँ बाहना बनाएर बालेनलाई चाहिँ पछाडि पार्ने र त्यसपछि रविलाई अगाडि सार्ने र देशको प्रधानमन्त्रीमा फेरि रविलाई ल्याउने, यो खेलको निम्ति पनि भारतले यस्तो कुरा चाहिँ विगतमा पनि गर्दै आएको छ, अहिले पनि त्यो गर्दै जान पनि सक्ने भयो, यो त अनुमानको कुरा भयो। तर जे भए पनि यो राम्रो उद्देश्यले भएको छैन र यो सबै काम नेपालको हितमा पनि भएको छैन। अब उनीहरूले अब अहिले के गरेर आउँछ त्यो कुरा त पछि आउला, तर यसले राष्ट्रवादी काम गरेर आउँछन् भनेर हामीले भन्न सक्दैनौँ र अहिलेसम्मका सरकारले त सकेन। अब ती भन्दा त झन् कमजोर देखियो, कम्तीमा उनीहरूमा राजनीतिक सुझबुझ त थियो, तैपनि दलाली गरे, उनीहरूले कमजोरी गरे, उनीहरूले कमजोरीका कारणले आजको अवस्था सिर्जना भयो। काङ्ग्रेस एमाले र माओवादीले मुलुकमा सुशासन दिन सकेको भए, भ्रष्टाचार नियन्त्रण गर्न सकेको भए यिनको यो प्रकारको उदय त हुने थिएन। उनका कमजोरीका कारणले यो उदय भयो। तर यो परिस्थिति पनि अब के छ भन्दाखेरि यिनीहरूले यसलाई ठिक ढङ्गले अगाडि बढाउन सक्ने ठीक छैन। मुलुक अरू अस्थिरतातिर अरू चाहिँ बढ्दै जाने भयो र मुलुकको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अस्थिरता धेरै कमजोर हुँदै गएको स्थिति आज चाहिँ देखा परेको छ। त्यसैले हामी देशभक्तहरूले अब एउटा चाहिँ मोर्चा बनाएर कुनै तरिकाबाट चाहिँ यो राष्ट्रिय स्वाधीनताको निम्ति अब एउटा निर्णायक लडाइँ लड्नुपर्ने स्थिति चाहिँ अब पैदा हुँदै गएको छ। अहिले केही देखिन्छ, तर अब भारतको भूमिका ठ्याक्कै के हुन्छ यो त अब अरू आउने दिनमा अरू कुस्ती हुँदै जाला। अब यो केही न केही उनीहरूले लेनदेन पनि गराउलान्, उनीहरूबाट के सम्भव हुन्छ त्यति। र अहिलेको यो प्रधानमन्त्रीको अभिव्यक्तिपछि चाहिँ भारतले बढी उत्साहित भएको छ र रवि मार्फत केही न केही उनीहरूले आफ्नो हितमा काम गराउन पनि चाहन्छन् र अन्तर्विरोध सिर्जना गरिदिएर पात्र बदल्ने खेल पनि हुन सक्ने भयो। यो दुईटै मध्ये कुनै गर्न सक्छन् भन्ने लाग्छ मलाई।